हजुर साथीहरू नमस्कार। आज पनि तपाईँहरूलाई पुनः मेरो यस नयाँ भ्लगमा स्वागत छ। र आज चाहिँ मैले तपाईँहरूमा चाहिँ प्रविधिले कहाँसम्म फड्को मारिसकेको छ भन्ने कुरा एउटा भिडियो मार्फत चाहिँ तपाईँहरूलाई प्रस्तुत गर्ने कोसिस गरिरहेको छु। र भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला है। हामी चाहिँ तराईमा बसोबास गर्छौँ र तराई भेगमा चाहिँ केही वर्ष अगाडिदेखि चाहिँ हामीहरूको धान, गहुँ, मकै लगायत विभिन्न बालीहरू चाहिँ मेसिनबाट नै काट्ने, भित्राउने, रोप्ने जस्ता चिजहरू हुने गर्दछ। र यसको लागि चाहिँ अलिकति फराकिलो बारीको गरा अथवा पाटाहरू चाहिने गर्दछ। र यो चाहिँ पहाडी इलाकामा चाहिँ अलि असम्भव भएको कारणले गर्दा तराईमा चाहिँ यो कुरा सम्भव छ। र तपाईँहरूलाई मैले भिडियो मार्फत पनि देखाइरहेको छु। र अहिले चाहिँ जुन भिडियो चाहिँ तपाईँहरूलाई मैले प्रस्तुत गरिरहेको छु, यो भिडियो मार्फत तपाईँहरूले चाहिँ यो धान चाहिँ एउटा मेसिनले नै काटेर एकातिर पराल र अर्कोतिर धान कलेक्सन गरिरहेको दृश्यमा पनि देखाइरहेको छु। र यो धान चाहिँ पहिला पनि मेसिनले नै रोपेको हो र त्यो बेलाको चाहिँ मैले भिडियो निर्माण गर्न भ्याएको थिइनँ। र आज चाहिँ तपाईँहरूमा मैले यो भिडियो निर्माण गरिरहेको छु। र सम्भवतः कुनै समयले साथ दियो भने तपाईँहरूमा म धान रोपेको पनि भिडियो निर्माण गरेर प्रस्तुत गर्ने नै छु। भिडियो के कस्तो लागिरहेको छ साथीहरू, कृपया भिडियो पनि हेर्दै गर्नुहोला। र हामीहरूकोतिर चाहिँ विभिन्न धान, गहुँ, मकै जस्ता विभिन्न प्रमुख बालीहरू चाहिँ मेसिनबाट नै काट्ने, रोप्ने गर्ने चलन छ। र मानवले पनि रोप्ने, काट्ने चलन त छ। र आजकलको समयमा चाहिँ अर्थात् केही वर्ष यता चाहिँ बढी मात्रामा चाहिँ मेसिनबाट नै काट्ने, रोप्ने, भित्राउने प्रविधिहरू अलिकति बढी चहल पहल भइरहेको छ। र मानवले चाहिँ त्यही धान रोप्न, काट्न चाहिँ 4-5 दिन लाग्ने हुन्छ र मेसिनले चाहिँ केही समयमा नै त्यो धानलाई चाहिँ काटेर एकैचोटि उसले चाहिँ पराल एकातिर र अर्कोतिर धान जम्मा गरेर भित्राउन सक्ने चलन छ हामीहरूकोतिर चाहिँ। र यसलाई चाहिँ तपाईँहरूको धान मानवले काटेर अर्थात् मेसिनले काटेर पनि अर्को मेसिनमा हालेर पनि धानलाई मेसिन लाउन सकिन्छ। जस्तै गहुँ, मकैलाई पनि त्यसरी नै मानिसले काटेर र मेसिन मार्फत पनि भित्राउन सकिन्छ। र विभिन्न प्रविधिहरूको भिडियोहरू निर्माण गर्ने र विभिन्न नयाँ नयाँ कुराहरूको भिडियो निर्माण गर्ने क्रममा चाहिँ आज तपाईँहरूमा मैले चाहिँ धान काट्ने मेसिनको भिडियो निर्माण गरिरहेको छु। र तपाईँहरूकोतिर चाहिँ यस्तै मेसिनले काट्छ अथवा योभन्दा सानो मेसिनले काट्छ अथवा मानिसले काट्छ, कृपया कमेन्ट बक्समा तपाईँहरूले कमेन्ट छोडिदिनुहुन्छ भन्ने पनि मैले पूर्ण आशा लिएको छु। र हामीहरूकोतिर चाहिँ अब दसैँको नजिकै हुँदाखेरि धानहरू भित्राउने चाहिँ चहल पहल बढ्न सुरु भइसकेको छ। र तपाईँहरूकोतिर चाहिँ के कस्तो चहल पहल हुँदैछ अथवा धान भित्राइसक्नु भयो कि भित्राउन बाँकी नै छ, कृपया कमेन्ट बक्समाथि पनि छोडिदिनुहुन्छ भन्ने मैले पूर्ण आशा लिएको छु। र तपाईँहरूले यस भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कृपया यस च्यानललाई लाइक, कमेन्ट साथसाथै सब्सक्राइब पनि गरिदिनुहुन्छ भन्ने पनि मैले पूर्ण आशा लिएको छु। र आगामी दिनमा पनि यस्तै भिडियोहरू हेर्नलाई नभुल्नुहोला। र अन्तमा तपाईँहरूमाझ मैले विभिन्न नयाँ ठाउँ, नयाँ प्रविधि, नयाँ ठाउँको दृश्यहरू चाहिँ भिडियो मार्फत ल्याउने नै छु। कृपया यतिन्जेल तपाईँहरू सम्पूर्णले यस भ्लगलाई हेरिदिनु भयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै आजको लागि भने म यस भिडियो मार्फत अन्ततिर
आइसकेको छु र भिडियो हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। भिडियो के कस्तो लागिरहेको छ कृपया तपाईँहरूले कमेन्ट मार्फत छोडिदिनुहुन्छ भन्ने मैले पूर्ण आशा लिएको छु। र अन्तमा तपाईँहरू सम्पूर्णलाई यस श्याम मल्ल ब्लग युनिटको तर्फबाट तपाईँहरू सम्पूर्णलाई विजयदशमी 2082 सालको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। यतिन्जेल भिडियो हेरिदिनु भयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हजुर साथीहरू, तपाईँहरूलाई यस भिडियो के कस्तो लागेको छ कृपया प्रतिक्रिया दिनुहुन्छ भन्ने मैले पूर्ण आशा लिएको छु। र आज चाहिँ मैले तपाईँहरूमा प्रविधिले कहाँसम्म फड्को मारिसकेको छ भन्ने एउटा भिडियो निर्माण गरेको छु र भिडियो तपाईँहरूले हेरि पनि सक्नुभएको छ र भिडियो के कस्तो लागिरहेको छ कृपया जस्ताको जस्तै प्रतिक्रिया कमेन्ट बक्समा छोडिदिनुहुन्छ भन्ने मैले पूर्ण आशा लिएको छु। र साथसाथै आगामी दिनमा पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने कृपया यस च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब अनि सेयर गरिदिनु होला है। यतिन्जेल भिडियो हेरिदिनु भयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हस् त, बाई बाई।